एक राजा घोडामाथि सवार आउँदा रहेछन् उताबाट है। अनि विष्णु र लक्ष्मीले हेर्नुभयो, त्यो घोडा आएको देखे राजा एकदम आफ्नो श्रीपेज लगाएका राजा हो। कि रानीले लक्ष्मीले चाहिँ त्यो हो राजातिर हेरै गर्नुभएको, धेरै बेरसम्म हिँड्दै थिए। भगवान् हिँड्दा हिँड्दै अलि अगाडि क्रस भइसक्नुभयो। लक्ष्मी त घोडीतिर हेरे हुँदा भगवान् विष्णुलाई क्रोध उठ्यो, तिमीलाई घोडी हुनु पर्यो, मेरो अर्धाङ्गिनी भएर मेरो अघि हिँड्ने ठाउँमा तिमी पछाडि फर्केर घोडातिर हेरेको हुनाले तिमीलाई घोडी हुनु पर्यो भनेर श्राप दिनुभएको भगवान्ले। र लक्ष्मी खुद घोडी रूप भएर यहीँ मर्त्यलोकमा आएर बस्नु परेर यहीँ घोडी भएर आउनुभएको पहिला। त्यसपछि वैकुण्ठ खाली भयो, नारी बिनाको घर त शून्य हुन्छ। अब कसो गर्ने भन्दा देवताहरूको मिटिङ बस्यो। अब महादेव पनि आउनुभयो, सबै देवताहरू आए। अब लक्ष्मीलाई त भेट्नु पऱ्यो, कसरी भेट्नु भन्दा भगवान् विष्णु स्वयं आफू घोडो हुनुभयो। घोडीलाई भेट्न त घोडै हुनु पऱ्यो, र भगवान् विष्णु घोडो भएर यहाँ आएर घोडीलाई भेट गरेपछि सम्भोगबाट हयग्रीव भगवानको पैदा भएको ठाउँमा हयग्रीव भगवानको यहाँ पैदा भएको भन्ने भागवतमा आउँछ। यो पौराणिक नरहरिनाथजीले यो कोटी होम लगाएको बेलामा भागवतमा त्यो आएको भएको हो। र यसको पौराणिक त्यस कारणले यसको नामाकरणै पौराणिक घोडा र घोडी भन्ने यसको चाहिँ अहिले नगरपालिका पनि घोडाघोडी भन्ने त्यसको नामै घोडाघोडी रह्यो। र त्यसपछि यो अब यसमा पौराणिक दोस्रो चाहिँ यो तलाउमा पनि यो गाउँै थियो अरे, राजी र माझीको पहिला 7वटा गाउँ थियो भन्ने हामीले सुनेको हो। अनि अब भगवानको यहाँ आगमन भइसकेपछि जलको आवश्यक पऱ्यो भनेर यहाँ जल उत्पत्ति गर्न महादेवले राति आउनुभएछ। अनि माझी र राजीहरूको लागि ती बुढाहरूलाई आएर सपनामा महादेवले भन्नुभयो, यहाँ अब जलको उत्पादन हुँदैछ, भगवान् आइसक्नुभयो, आवश्यक पर्छ जलको, तपाईँहरू अलि उच्च उच्चमा बस्नु होला, यहाँ छोडिदिनु भनेर महादेव गइहाल्नु भएछ। बिहान ती बुढा माझीहरूले उठेर ती गाउँका सबै 7 गाउँमा घुमेर भनेछन्, हामीलाई यस्तो यस्तो सपना भयो, के गर्ने हो भन्दा बुढाहरूको कुरा के विश्वास गर्ने, सपनाको कुरा पनि कहीँ साँचो हुन्छ, बेकार नलाग चक्करमा भनेर सबै आफ्नो आफ्नो धुनमा लागे। अनि 7औं दिनकै दिन सबै जलमग्न भयो। ती सबै मान्छेहरू जति थियो यहाँ गाउँ पुरै जलमग्न भएर यहीँ माझीको सल्लाहले 7 गाउँ डुब्यो भने यही हो। हजुरले 7 गाउँ सल्लाहले त्यो एउटा पौराणिक भयो।